नमस्कार। यहाँलाई म पूर्वमा रहेको एक पर्यटकीय गन्तव्य स्थान देखाउँदैछु, तिनजुरे। तिनजुरे भन्नासाथ पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य क्षेत्र पर्दछ, जहाँ लालीगुराँस ढकमक्क फुलेको साथै अन्य मौसमहरूमा पनि यहाँ पर्यटकहरू रमाउने गर्दछन्। जाडोको सिजनमा हिउँ खेल्न यस क्षेत्रलाई अत्यन्तै मनमोहक मानिन्छ। तिनजुरे भन्नाले तिनजुरे क्षेत्रलाई नेपालको लालीगुराँसको राजधानी पनि भनिन्छ। यहाँ विभिन्न प्रकारका फुलहरू पाइन्छ। विशेष गरी वसन्त ऋतुमा यहाँका डाँडाहरू रातन्ने हुन्छन्। विशेष गरी यो क्षेत्र हिमालको आकर्षक दृश्य समेत यहाँबाट देख्न सकिन्छ। माउन्ट एभरेस्ट, मकालु, कञ्चनजङ्घा लगायत हिमालहरू यहाँबाट सजिलै देख्न सकिन्छ। हुन त तिनजुरेलाई TMJ पनि भनेर चिनिन्छ, अर्थात् यसको अर्थ हो तिनजुरे, मिल्के र जलजले। यही क्षेत्र भनेर यस स्थान बनेको छ। यो क्षेत्र ट्रेकिङका लागि निकै प्रसिद्ध छ। शान्त वातावरण, हरियाली जङ्गल, सुन्दर दृश्यले पर्यटकहरूको मन लोभ्याउने गर्दछ। हुन त जैविक विविधताले भरिपूर्ण यो ठाउँ। यहाँ दुर्लभ वनस्पति र जनावरहरू समेत पाइन्छन्। यो क्षेत्र प्रकृति प्रेमीका लागि, अनुसन्धानकर्ताका लागि एकदमै महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यो सामुद्रिक सतहबाट 3000 उचाइमा रहेको छ, जहाँ सहरको भिडभाड टाढा भएकाले यहाँ वातावरण सुन्दर, शान्त र स्वच्छ भएकै कारण पर्यटकहरू दिनहुँ बढ्दो मात्रामा देख्न सकिन्छ। यसै क्षेत्रले ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम लगायत धनकुटा पनि नजिकै रहेको छ। तिनजुरे भन्नासाथ 3टा जुरा भएको क्षेत्रलाई मानिन्छ। ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुमको सङ्गम स्थान रहेको छ। हुन त यस क्षेत्रमा पाथिभरा मन्दिर समेत रहेको छ, जहाँ टाढा टाढाका भक्तजनहरू समेत यस क्षेत्रमा दर्शन गर्न आउने घुइँचो देख्न सकिन्छ।